Congratulations, 100%. केपी टाइममै पहिलेदेखि पढेको बेसिकदेखि नै ठ्याक्कै 1 वर्ष भयो। मेरो चाहिँ हिजो सेकेन्ड सिफ्टमा एक्जाम थियो 11 बजेको। अब क्वेसनहरु के आएको थियो भन्दाखेरिमा एक नम्बरमा चाहिँ ट्रकमा 600 cm भनेर लेखेर आएको थियो। 2 नम्बरमा चाहिँ खङ्गे युनियन गदा थियो। अनि 3 नम्बरमा फेरि त्यही ट्रकमै टन भनेर लेखेर आएको थियो 11 टनको। अनि 4 नम्बरमा फेरि अनि खङ्गे नै आएको थियो। अनि 5 नम्बरमा फेन्खाने आएको थियो। सबै सम्झनु 6, 7, 8 पनि फेन्खाने आएको थियो। अनि चाहिँ तर यादै भने के आएको थियो। 10 मा अनि होचिङको बारेमा थियो है। अनि 11, 12 चाहिँ यादै भएन। ल ठीक छ, याद भएन, याद आएको भन्नु। अनि 14, 15 मा अनि फेरि औई आएको थियो। अनि 16, 17 मा अनि मसी थिएन आएको थियो। दुईटा शिक्षा आयोजन र अनि अर्को शिक्षा आयोजन आएको थियो एउटा। अनि एउटा आएको थियो त्यो फुरिया भन्ने 56 पासको आएको थियो। फुरिया भन्ने अनि 19 र 20 मा चाहिँ एउटा हुनाप्कीको आएको थियो है। अनि 20 मा आएको थियो खन्छोको है। अनि 21 मा चाहिँ त्यही सुनेर जे बोल्ने हो त्यही आएको थियो। 22 मा जस्तो सादा भन्ने होला त्यस्तो थिएन, मलाई चाहिँ थिएन, सामान्य पत्ता लाउने खालको थियो। अनि 22 मा चाहिँ त्यो पन्जाहरूको बारे टोपीहरूको बारे सजिलो थियो। अनि 25 मा फेरि त्यही सुनेरै जे बोल्छ त्यही एन्सर गर्ने थियो। अनि त्यसपछि पछि 26, 27 मा मलाई चाहिँ ब्लाइन्ड लिस्निङ आएको थियो 2टा। अनि 28 मा फेरि अनि त्यो चित्रवाला थियो यो खिचाया कतातिर छ भनेर त्यसकै साइडमा दिशा सम्बन्धीमा आयो। अनि 30 मा फेरि ब्लाइन्ड लिस्निङै आएको थियो मलाई। सबै सम्झनु भएर चाहिँ लगभग 31, 32 मा चाहिँ त्यो केटाले यहाँ उसलाई किन बोलायो अनि केटी यहाँ किन आयो त्यस्तै बोलाएको थियो। त्यस्तै सोधेको डबल एक्सप्रेसनै थियो। दुईजना बोले अनि त्यो बारेमा के भनेको छ भनेर चाहिँ आएको थियो। अनि त मूल्यको बारेमा चाहिँ आएको थियो मलाई। घडी चाहिँ आएन। अनि 38, 39 मा कस्तो 38, 39, 40 मा त्यही लामो क्वेसन यहाँ जस्तो गरिन्छ त्यस्तै नै आएको थियो। हजुर हजुर, यो सजिलो लाग्यो यहाँ हामीले गरेको क्वेसनहरु सजिलो भयो, यो एउटै लाग्यो मलाई चाहिँ। ल सही लाग्यो। 37 मा चाहिँ त्यही आएको थियो। फेरि अर्को पनि आएको थियो त्यही दिशा सम्बन्धीकै अर्को नि आएको थियो। सिक्ताङ भित्रै अर्को अलि छुट्टै खालको आएको थियो त्यो चाहिँ। तर त्यति गाह्रो थिएन, त्यो पनि सजिलै थियो। ल यहाँलाई एकदमै स्किल टेस्टमा अझै राम्रो गर्नुहुन्छ है। स्किल टेस्टमा अब राम्रो गर्नुपर्छ, तयारी गर्नुपर्छ। पछि अब 40 मिलाएपछि त्यो रिजल्ट कुर्नु परेन। एकदमै शुभ होस्, राम्रो होस् मेरो भाइ प्रिय। अरू भाइहरू, अरू बहिनीहरूले अथवा अरू भाइहरूले, बहिनीहरूले त 39, 38 सम्म पुग्नु भएको छ। भाइहरूले चाहिँ 40 मिलाएर आउनुहोस् न भन्दा भिडियो गराउनुमा आउनु भन्नुभएको छ। तर उहाँ चाहिँ हिम्मत गरेर आउनुभयो, खुसी लाग्यो। अब यो भिडियो हेरेर अरू ती 40 मिलाउने भाइहरू कहाँ पुग्नु भएको छ, नुवाकोट पुग्नु होला, धादिङतिर पुग्नु होला, त्यतातिरका भाइहरूले उहाँ पनि आइदिनुहोस् प्लिज। हामीले सम्झँदा हुन्छ यहाँ भिडियो गराएर भिडियो गराउनु पर्ने होइन। एक्जाम गरेर राम्रो गरेर भेट्न आउँदा हुन्छ। म यति गराएँ। आएका दिनलाई मैले भिडियो बनाउँदा पनि बनाउँदैन, उहाँको अनुमति लिएर मात्रै बनायो। यो प्रचार गर्नु छैन, प्रचार त्यसै छु होइन, प्रचार गर्नुपर्ने आवश्यक पनि छैन। तर मैले चाहिँ आइसकेको कमसेकम उहाँको प्रतिभालाई अरूले चिन्नु न, एउटा हिम्मत बढोस्, सबैले देख्नुहोस् भनेर चाहिँ यो बनाउनु खोजेको मान्छे हो। एकदम शुभ होस् मेरो प्रिय भाइ, एकदम खामसाङ भाइ। ल